गाइस स्वागत छ तपाईलाई मेरो सेकेन्ड मिनी भ्लगमा। आज चाहिँ म खोला जाँदै छु। अब तपाईहरुलाई हामीले पार्ट 1 मा देखा जस्तै खेत देखा जस्तै उतैको खोला जाँदै छौं। तपाईहरु हेर्दै जानुलाई हामी हिँड्दै गर्छौं। हामी पार्ट 5 मा चटपटी च्यालेन्ज खेल्ने हो। हेर्नु होला। दाइ भाइ खेल्ने छौं पार्ट 5 मा। यदि सब्स्क्राइब धेरै भयो भने अनि पछि हामी चटपटीको सिजन पेपर खेला भिडियो बनाउँछौं। जस्तै कि चाउमिनको, मोमोको, चटपटेको, करेन्ट चाउचुको, अन्डाको सिजन पेपर खेल्ने हो। आज तपाईलाई म आज खोलाको देखाउँछु। पार्ट 3 चाहिँ दशैंमा आउने छ। पार्ट 3 दशैंमा त नबनाऊँ, पार्ट 3 आइहाल्छ, छिटो आइहाल्छ। दशैंको भिडियोमा यस्तो मजा आउने छ, हेर्नु होला। हामी अब पार्ट 10 मा चाहिँ 1 रुपैयाँले 1000 बनाउने पनि गर्छौं। हेर्दै जानुलाई। आजको लागि खोला देखाउँछौं। हेर्नु खोला हेर्नुलाई। झन् अब भोलि त नबनाऊँ, भोलितिर एउटा पार्कको टुर गरेर चाहिँ त्यो भक्कर बन्न लाग्छ। गाइज हामी चाहिँ खोला जान लाग्यो। दाइ र भाइ भिडियो बनाउँछौं, हेर्न सक्नुहुन्छ। दाइ भाइ भिडियो बनाउन लान आज खोला देखाउँछौं। फेरि पार्ट 5 मा चाहिँ चटपटे खाया सिजन पेपर आउँछ। साँच्चै एउटा चीज भन्न बिर्से, तपाईले 1 मिलियन मात्र भ्युज गरिदिनु भयो भने तपाईले जे भिडियो हाल्ने भन्नुहुन्छ हामी सब हाल्छौं। 1 मिलियन भ्युज चाहियो, हामी सब भिडियो हालिदिन्छौं। 1 मिलियन भ्युज चाहियो है। आज चाहिँ हामी तपाईलाई खोला देखाउँछौं। अब आउन लागिसक्यौं, नजिक आउन लागिसक्यौं। हित्तियो देखाइदिन्छु। हित्तियो। हेलो गाइज, यस्तो छ यहाँ। अब त्यहाँ पर गएर देखाउँछु है। त्यहाँ सुन चाँदी भेट्नलाई है। म दाइलाई पनि बोलाउँछु, दाइ आउनु जाऊँ म त गएर देखाउन। गाइजहरु हामी देखाउँछौँ केही भेट्नुहुन्छ कि नै। माछा पनि हुन्छ नि यहाँ। आउनु होला। यो खोलाको नाम रहेको छ उररी खोला। उररी खोला हो। हेर्न सक्नुहुन्छ यतापट्टि। हेर्नु यहाँ चाहिँ फर्म रहेको छ गाइज। यहाँ चाहिँ तरकारी फार्म छ। देखाउँदै जान्छौँ। आउनु होला, किन्नु होला, जानु होला। हेर्नु यतापट्टि के छ पनि मिल्छ अलिअलि। अलिअलि डिस्काउन्ट पनि हुन्छ। यी हेर्नु बन्दकोपी करेला पनि देखाइदिन्छौँ है। रुक्नु है, करेला देखाउँछौँ है। यी करेलाको रुख, करेलाको बोट। हेर्नुस् गाइस, करेलाको बोट। आउनु होला। हेर्नुस् करेला किन्न आउनु होला। अनि हेर्नु यतापट्टि। यता मकै छन् गाइज। मकैहरू छन् यतापट्टि। अरू पनि देखाउँछन्। अहिले रुक्नु न, सँगै जाँदै गरौँ। तपाईँ बस 1 मिलियन भ्युज गर्नु। मलाई त फेरि टेन्सन भएको कि 1 मिलियन भ्युज कहिले हुन्छ भनेर। गाइस देखाउँछौँ, रुक्दै जानु। अरू पनि देखाउँछौँ। गाइज अरू भन्नु होला के भिडियो गराउने। 1 मिलियन भएपछि भ्युज भएपछि जे भिडियो भन्नुहुन्छ हामी त्यही हाल्छौँ। जे च्यालेन्ज भिडियो भन्नुहुन्छ त्यही हाल्छौँ। हजुरको सपोर्टले त हामी ठुलो मान्छे बन्ने हो। के अरे सर्ट्स मात्र हालेको छु अहिलेसम्म मैले। यो चाहिँ सेकेन्ड मिनी भ्लग हो। सर्ट्स मात्र हालेको छु। यदि फ्री फायर खेल्नुहुन्छ भने सब्स्क्राइब गरिदिनु। पब्जी खेल्नुहुन्छ भने कमेन्ट गर्नुस्। जे गर्न मन लाग्छ कमेन्ट गर्नुस्। पब्जी खेल्न मन लाग्छ भने, पब्जी खेल्न मन लाग्दैन भने कमेन्टमा गएर केही लेख्नुहोस्। अरू पनि देखाउँछौँ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। मौसम कस्तो छ हेर्नु माथि। हेर्नु गाइस, तपाईहरुलाई एउटा स्कुल छ यहाँदेखि टक्क देखिन्छ। त्यहाँ पर तपाईलाई अरू के देखाउने हो भन्नुहोस्। उता चाहिँ मौरी पालन छ, हामी जान्न। हामीलाई डर लाग्छ, हामी किनकि डरपोको त्यहाँ छ। त्यही भएर म त गएँ। गाइजहरु दाइलाई बोलाउँछु। दाइ आउनु, दाइ आउनु।
अब भोलि हामीले आँपचोरा भिडियो बनाउँछौँ। यस्तै लाइक कमेन्ट गर्नुहोस्, सब्सक्राइब पनि गर्नुहोस्। हामी तपाईँले टुर पार्ट 10मा होइन भोलि हामी धेरै भिडियो हाल्छौँ होला। भोलि पार्क गएर टुर गराउँछौँ, त्यसको के छ देखाउँछौँ। त्यहाँ नयाँ बन्नलाई सब आउनु होला है। किनभने हामी तपाईँले जे भिडियो बनाउने भन्नुहुन्छ हामी दुईवटा अप्सन दिन्छौँ कमेन्टमा, कमेन्ट लेख्नुहोस् है। कि भने पार्कको टुर गराउने, कि भने हामीले घर सिद्धर पेपर खेल्ने, आफै खानेकुराहरू बनाएर परिकार खानेकुराको परिकार बनाएर। गाइज हामी चाहिँ टुर गराइसकेको छौँ, अरू पनि देखाउँछौँ। रुक्न, तपाईँहरूको सपोर्टले त हामी ठुलो मान्छे हुन्छौँ के अरे। जस्तै कि मिस्टर बिस्टलाई हेर्नु 400 मिलियन छ, 400। अनि नेपालको जेरोक्स एफएमलाई हेर्नुहोस्, गेमरलाई हेर्नुहोस्, पुरै टोन्डी गेमरलाई हेर्नुहोस्, लाका गेमरलाई हेर्नुहोस्, के छन्। कि भने भन्नु एउटा गेम रोज्नु तपाईँले मान्छौँ क्या। पार्क जाने भन्नु, कि भने खाने भन्नु, के गर्ने हुन्छ। अब गाइज आजको लागि किन अझै बनाउने हो र, बनाम हुन्छ गाइजहरू। म चाहिँ कन्फ्युज भएको के गाइज हामी चाहिँ अब शुक्रबारतिर होइन आइतबार भोलि भोलि हुन्न। तपाईँहरू अब कहिले शनिबारतिर बिदा भएको बेला, आज त शनिबार भइहाल्यो, अब कहिले बिदा भएको बेला शनिबार बिदा भएको बेला हामी तपाईँहरूलाई शनिबार बिदा भएको बेला हामी नुहाउन जान्छौँ अनि तपाईँलाई भिडियो बनाउँछौँ। यसै गरी अब हामी तपाईँहरूलाई घर बन्न लायक घर देखाउँछौँ। सबभन्दा ठुलो घर चाहिँ यही हो है। अहिले नजिक जानिदिनु अनि देखाउँछौँ। अहिले अरू देखाउँछौँ, लास्टमा देखाउँछौँ। अहिले हेर्नुहोस् त्यहाँ पर नि सेतो घर, त्यहाँ सेतो घर, ठुलो सेतो घर, त्यहाँ सेतो घर छ नि, हो त्यो तरकारी फार्म हो त्यो पनि। अनि अर्को फेरि पुरै हेर्नु राम्ररी हेर्नु, त्यहाँ सेतो छ नि, त्यहाँ पर ठुलो खाले हो, त्यही हो। अरू तपाईँले के देखाउने भन्नुहोस्। ल तपाईँहरूले म देखाइदिन्छु। मलाई त यार टेन्सन भयो, 1 मिलियन भ्युज कतिखेर हुन्छ कि गाइज यार, कस्तो टेन्सन भयो मलाई। अहिलेसम्म सर्ट्स मात्र हालेको छु, नुब सर्ट हालेको छु कि। अब आउँदै जान्छ, पुरो ह्याकर हुँदै जान्छ। अहिले पुरोको हो, ह्याकरको चाहिँ अब 1 वर्षपछि आउँछ। पुरै साथीहरू गरेर मिलेर गराउँछौँ। सागरेको घर बनेको छ नि, हो त्यस्तै बनाउँछौँ है गाइज। आज धन्डली मोबाइल खसेन यार गाइज, धन्डली मोबाइल खसेन कि गाइज। आज हामी भिडियो बनाउँछौँ आइ बैगन। अब यार कस्तो टेन्सन भयो, 1 मिलियन कतिखेर हुन्छ। म लोटिसकेको छु गाइज, म लोटिसकेको छु गाइज। आज हामी म चाहिँ गाइज रुक्नु है, तपाईँले एउटा चिज भन्छु है, लुकेर। अहिले मेरो दाइसँग प्र्याङ्क गर्ने हो कि, त्यो पनि भिडियो देखाउँछौँ है गाइज। पछाडि दाइ आउँदै रह, त्योसँग प्र्याङ्क गर्ने हो। एकछिन उभिउँ है, चुप्प लाग्नु है। दाइ जानु, तपाईँ जानु हेर्नुहोस् है। अब दाइ लोटी जानुभयो, यता हेर्नुहोस् गाइजहरू। भाइले मलाई भागो रे भागो। दाइ गाइज यार अब के गरौँ यार, टेन्सन भइरह। अहिले पनि 1 मिलियन। ल तपाईँहरूलाई अहिले सिजर पेपर खेले भिडियो बनाउँछु। दाइले बोलाउनु भयो, हेर्नुहोस्। हजुर मेरो भाइ चाहिँ आप चोरन जाने हो किन गाइज। जाम आप चोरन जान्छौँ। तपाईँ हेर्नु सक्नुहुन्छ है, लास्ट ठाउँमा हेर्नुलाई पुरै स्पिडले दौडिदिन्छु म। एकछिन रुखौँ त गाइज सर्टकट बाटोमा जाऊँ। अरे त्यो नानी रहेको छि,
प्रशंसा आइरहेको छु गाइस। मेरो भाइको बर्थडे कहिले अगाडि मेरो भाइको अरे मेरो बर्थडे गाइस। अबे यार कस्तो टेन्सन भयो 1 मिलियन भ्यूज कतिखेर हुन्छ के यार गाइसहरु छिटो गरिदिनु पर्यो यार। अनि सब्स्क्राइब फेरि 10,000 गरिदिनु। मेरो बर्थडे चाहिँ गाइस बुधबार परेको छ यही बुधबार। यदि बुधबारसम्म तपाईले मेरो बर्थडेको दिनसम्म तपाईले 15,000 सब्स्क्राइब पुर्याइदिनु भयो भने म कोही मान्छेलाई गिफ्ट दिनेछु। कोही मान्छेलाई गिफ्ट दिन्छु। त तीनटा कोही त नभनौँ सबलाई दिन्छु। तीनचोटि कमेन्ट गर्नु। कोही एउटा मान्छेले कमेन्ट गर्नु त्यसको बिचमा कोही कमेन्ट आउनु परेन। तीनचोटि कमेन्ट गर्नु हैन के पनि अर्को त सबैले फ्री फायर पब्जी भनेर यिनीमा एकुन्टा रोज्नुस्। जसको कम हुन्छ नि जसको कम हुन्छ म त्यसलाई हैन जसको धेरै हुन्छ म त्यसलाई गिफ्ट दिनेछु। एकुन्टा गर्दै तपाईँलाई भिडियो पनि देखाउँछु। अहिले चाहिँ हामी आफूतिर ल्याउन जान लागेको छौँ। साँझ चाहिँ हामी बाहिर चलाउन जान्छौँ। तपाईँले त्यो पनि भिडियो पनि देखाउँछौँ है गाइस। अब हामी जाँदैछौँ। अब यार कस्तो टेन्सनमा 1 मिलियन भ्यूज गरिदिनु है गाइस। 1 मिलियन भ्यूज गरिदिनु। है 4टा होला त मपट्टि भयो त एउटा तपाईँपट्टि भयो त आई बैगन। सब्स्क्राइब गरिदिनु ला। 1 मिलियन भ्यूज पनि गरिदिनु ला। बर्थडेसम्म मलाई 15,000 सब्स्क्राइब चाहियो है। ऊ त्यहाँ परक मालिक नि छिया आपको हेर्नु है। ऊ त्यहाँ लुकी जाम है। लुकी है गाइस। लुकी जाम है। ऊ त्यहाँ पर मान्छे छन् गाइस। अब भोलि चाहिँ हामी 1 रुपियाँलाई 1,000 पनि बनाउँछौँ। 1,000 भन्छु किनकि अहिले हामी सानो छौँ। 100 रुपियाँ बनाउँछौँ 1 रुपियाँलाई है। ल के पनि अहिले बनाइदिनु त गाइस। ल आजको लागि यति। बाई बाई टाटा।